सर म्यामहरू जान लाउनु भएको छ। धेरै धेरै धन्यवाद भयो So hey guys, welcome back to my new video, new vlogs and I hope हजुर पनि सकिन्छ। म पनि अलिक बिरामी नै छु। हिजो हाम्रो माइती घर मण्डलामा कार्यक्रम हुँदै गर्दाखेरि हाम्रो सर र बिरामी भयो। त्यही भएर चाहिँ आज पनि हाम्रो यहाँ माइती घर मण्डलामा हाम्रो जनप्रेमीहरू सरहरू म्यामहरू हुनुहुन्छ है। अनि त्यही अब चाहिँ हाम्रो यहाँ आन्दोलन सकिसकेको छ अनि मैले भिडियो बनाएको छु। आन्दोलनको हाम्रो प्रोटेस्ट कस्तो थियो के कस्तो थियो मैले थोरै सानो क्लिप्स हालिदिन्छु। यता पनि हुनुहुन्छ हाम्रो, उता पनि हुनुहुन्छ है, चारैतिर छरिरहेको छ सरहरू सरम्यामहरू। सो अहिलेपछि म भेट्छु, हामी कहाँ जाने के गर्ने भेट्छु। त्यही हो, यहाँ मैले कुकुर देखेको अनि भिडियो बनाउनु मन लगाइहाल्यो। क्युटी पाएँ दामी कुकुर रहेछ नि। त्यही अब चाहिँ आउनु जानु लागेको हेर्दै जानु होला कस्तो हुन्छ, कहाँ जाने के गर्ने अहिले। सो हामी चाहिँ धोबीघाट के भन्छ धोबीघाट जानलाई आँटेको। अनि सबैजना उता पछाडिबाट आउँदैछ, अगाडि गइसक्यो। अनि हामी जाँदैछौँ। त्यहाँ चाहिँ कुकुरको अवस्था अलिक नाजुक छ। छतमा राखेर बाँधेर धुँडाएर राखिएको घाम पानीमा। त्यही भएर चाहिँ त्यहाँ जाँदैछौँ। अब सबैजना ट्रेनहरू जाँदैछौँ। त्यहाँ अगाडि सरहरू जाँदै सरम्यामहरू पछाडिबाट आउने हुन्छ। हामी त्यहाँ त्यो प्लान अब त्यहाँ पुगेर एकैछिन पुगेको छु। हामीले चाहिँ यो के भन्छ उता धोबीघाट जाने भनेको थियौँ। धोबीघाट जाने भनेपछि हाम्रो के भयो भने कुरा चाहिँ पहिला सानेपा चौकी आएर के अरे चौकी आएर उ गरौँ भनेर प्रहरीहरू लिएर गएपछि चाहिँ अलिक सजिलो हुन्छ भनेर भनेको। अहिले चाहिँ यसरी सर र म्यामले चाहिँ यसरी लिएर आउनु भएको छ। यसरी अझ पैसा पनि मागेको अरे। यस्तो कुकुर यस्तो दुब्लो छ कि, यस्तो दुब्लो छ यो हस्की ब्रिडको कुकुर। यस्तो बिजोको अवस्थामा राखेको छ। अझ पैसा लिएर यस्तो छ, यस्तो माया लाग्दो अवस्थामा पालेको मान्छे उहाँ हुनुहुन्छ, उता हुनुहुन्छ। अनि त्यसपछि चाहिँ फोटो खिच्यो एकैछिन। सो अब सर म्यामहरू जान लाउनु भएको छ। अनि हामी चाहिँ यो कमला मोक्ताङ म्यामकोमा कुन ठाउँ पो हो त्यहाँ लिएर जान लाग्छौँ यो हस्कीलाई। त्यहाँ राख्ने छौँ एडप्सन नहुने जेलसम्म। त्यही हो। अब उता सरहरू म्यामहरू अब सबैजना जानुहुनेछ। अनि मैले चाहिँ के भन्नु खोजेँ भने अब त्यस्तो उसमा पाल्यो, त्यस्तो दुःख दियो, तर के छ जे पनि सबै कुरा भयो। अब अहिले यसलाई चाहिँ हामीले कमला मोक्ताङ म्यामको सेल्टरमा लिएर जान लाग्छौँ। हिँड्ने यस्तो बिजोग छ। अनि के अरे छेर सरे धेरै खायो भने खोइ अहिले 4-5वटा बिस्कुट खायो, छेरेन होइन, नर्मल नै गऱ्यो। अनि आयो, ट्याक्सी पनि आयो। ओके है, ट्याक्सी पनि आयो। सो ट्याक्सी पनि आइसक्यो। अनि हाम्रो यो हस्कीलाई चाहिँ अब लिएर जाँदैछौँ। अनि अब त्यहाँ पुगेपछि अपडेट दिनुहोस्। म चाहिँ थाके पनि छ, हिजोको अलिकति स्थितिले गर्दाखेरि अलिक गाह्रो पनि भइरहेछ। त्यस कारणले अहिलेलाई चाहिँ अब त्यहाँ पुगेर एकैचोटि गर्छु। हेर्नु न यस्तो माया लाग्यो, यस्तो मायाले बस्छ। यस्तो कुकुरलाई कसरी त्यो छतमा त्यस्तो गर्मी, न पानी दिएछ न खाना दिएछ, यस्तो बिजो अवस्थामा राखेर। अनि अझ राम्रै राखेछ। हस्कीको जातै यस्तो हो भनेर सिकाउँदो रहेछ कि। हामीलाई पनि थाहा हुन्छ नि त, हामीले नि कतिवटा कुकुर पाल्यौँ, देख्यौँ कस्तो छ के हुन्छ कुकुरको। ठिकै छ, जे होस् फाइनली रेस्क्यु सक्सेसफुल भयो। र अब कमला म्यामकोमा जाँदैछ। अनि एकैचोटि अब त्यहाँ गएर भेट्नु छ है त।
सो ल दाइ धेरै धेरै धन्यवाद ल्याइदिनु भयो राम्रोसँग ए हस् त्यही त यस्तो हेर्नु न यस्तो बिजोग त्यो त पापी हो नि नपाल्नु यो धेरै होइन तपाईँको नपाल्नु के पालेपछि राम्रो व्यवहारिक तरिकाले पाल्नु 1 वर्ष बल्ल हुन लाग्यो के यस्तो बिजोग तरिकाले राखेर के मान्छेलाई पनि खाने नदिकन राख्ने के हुन्छ त्यही भएर ल सो हामी चाहिँ कमला म्यामकोमा आइसक्यौँ अनि उहाँ भगवती म्याम हुनुहुन्छ उहाँले नि उहाँ र म चाहिँ यहाँ अरू सरहरू फिडिङ गर्न जानु भइसक्यो गइसक्नुभयो त्यही राख्दा हुन्छ अनि सो त्यही हो यसलाई चाहिँ हामीले उद्धार गरेर अहिले हाम्रो कमला म्यामकोमा लिएर आएको छौँ अनि म त्यही भन्न चाहन्छु कि पाल्न सक्नुहुन्छ भने चाहिँ लिएर आएर पाल्नुहोस् केही त्यो रोकटोक ब्रिड लिएर आउनुहोस् लोकल पाल्नुहोस् केही भएन यदि पाल्न सक्नुहुन्छ भने चाहिँ लिएर आउनु सक्नुहुन्न भने चाहिँ नलिएर आउनु क्या किनभने यसलाई पिट्दा दुख्छ जस्तो हामीलाई पिट्दा दुख्छ नि यसलाई पिट्दा नि त्यस्तै दुख्छ सो त्यस्तो त्यो दुःख गरेर पिटेर कुटेर होइन मार्ने काम चाहिँ नगर्नुहोस् प्लिज है यही नै हो मेरो ऊ नै भनाइ सो हामी यता कमला म्यामकोमा आएको अनि उता चाहिँ अलिकति खराब रहेछ त्यस कारणले हाम्रो हस्पिटल चाहिँ अहिले तत्काल अब कता राख्ने निर्णय भएको छैन यता विश्व सरले म खबर गर्छु एकैछिनहरूलाई भन्नुभएको छ अनि त्यसपछि चाहिँ अब विश्व सरले कल गरेपछि चाहिँ यसलाई कहाँ राख्ने हुन्छ अब किनभने त्यो काठ टोक्नु खोजेको त अनि अब अहिले तत्काल अब यसलाई राख्नु त पऱ्यो अब त्यस्तो त्यो भन्नु एउटा उ त हो नि त्यो जेल जस्तो त भयो नि यसको लागि त्यहाँबाट छुट्याएर किनभने एकदमै बिजोको अवस्थाबाट हामीले यसलाई लिएर उद्धार गरेर लिएर आएको छौँ अहिले फेरि अब यता राख्ने भनेको यताको बिजोको अवस्था देखेर राख्न सकिएन अनि अहिले तत्काल अब विश्वासले कल गर्ने बित्तिकै यसलाई कहाँ राख्ने त्यो थाहा हुनेछ है अहिलेको अपडेट यही नै छ सो छोड्न पाइँदैन कुकुर छोड्न पाइँदैन So FM, good morning, it's next day. गाई छोड्न पाइँदैन के छ गोरु छोड्न पाइँदैन गाई मार्न पाइँदैन बाँदर मार्न पाइँदैन यो 20औं दिनको गोरु आन्दोलन मार्न पाइँदैन जारी नै छ कुकुर मार्न पाइँदैन हाम्रो अनि हिजो उद्धार गरेको हाम्रो हस्की जात गरेको हाम्रो बच्चा देख्न सक्नुहुन्छ त्यहाँ छ हाम्रो आन्दोलनमा आज सो त्यही हो आजको कार्यक्रम यस्तै छ अनि अरू भनेको त्यस्तै हो फ्याम अनि आज मैले कन्टिन्यू गरिदिएको आन्दोलन लाइभै देखाइदिउँ भनेर अरू पनि देखिसक्नु भएको होला सो एज यु क्यान सी है पाइँदैन पाइँदैन ओके फ्याम सी यु नेक्स्ट भिडियो बाई हामी चाहिँ हाम्रो कसरी खानु भने खुवाएको छ कि छैन खानै भएन क्या त्यो गरेर आएको कता गयो यस्तो अवस्था रहेछ यसको अवस्था अलि नाजुक रहेछ यसलाई औषधि खुवाउने भन्ने कुरा छ अब यसले लुटो पनि काम गर्छ होइन औषधि हालेको यहाँ लुतोको ल लुतोको औषधि दियो फाइनल्ली यसलाई अब खायो सबैलाई सो फाइनली घर आइसकेँ अनि त्यही हो अब हाम्रो अघि चाहिँ जुन माइती घर मण्डलामा हाम्रो प्रोग्राम थियो अनि अब भोलि चाहिँ हाम्रो भोलि पनि छ र भोलि चाहिँ अन्तिम हुन नि सक्छ अनि त्यही हो म पनि भर्खर खानासाना दिएर खानासाना खाएर सुत्दिनु पऱ्यो फ्याम होइन त्यही हो नयाँ हुनेले च्यानल सब्सक्राइब गरिदिनु होला इन्स्टाग्राममा फलो गरिदिनु होला फेरि त्यही फ्याम नयाँ हुनेले च्यानल सब्सक्राइब गरिदिनु होला इन्स्टाग्राममा फलो गरिदिनु होला हस्त नेपाल पिस